हेलो गाइजहरु, यहाँ नङ कट्ने दाइ हुनुहुन्छ है। यो जतिखेर पनि 12 महिना 12 भाषा नङ मात्रै काट्नुहुन्छ। यहाँ हेर्नुहोस् है, यो दाइलाई एउटा कुरा सोध्ने हो क्या आज चाहिँ। दाइ नङ किन काट्नु भएको? लामो र ए दाइ कतिको लामो भयो? नापेको छैन नि, नाप्छु म है। ए पहिला जन्मिँदा कत्रो थियो, अहिले कत्रो भयो? जन्मिँदा सानो थियो, थाहा नै भएन नि, कहाँ थाहा हुन्छ जन्मिँदा यत्रो भन्ने कुरा। ए ल ठिक छ दाइ, त्यसो भए दाइ धेरै लामो भएको राम्रो कि छोटो भएको राम्रो? लामो भएको राम्रो भए काट्थेँ। सबैमा सन्किएको क्वेसन के एन्सर पनि त्यस्तै। हेत्तेरिका हो दाइ। मेरो नामै सनकलाल हो नि त भाइ, त्यही भएर है। ए बेला बेलामा सन्किनुहुन्छ दाइ? त्यही भएर सनकलाल भन्छ मेरो नाम चाहिँ। ए अरू चाहिँ क्वेसन केही छ नि दाइ। सोध। तपाईँले कट काट्दै हुनुहुन्छ? अनि के ढ्वाट काट्नु त? होइन अस्ति त लत हाल्छु भनेर भन्दै हो नि त नङलाई। के भन्छ हौ कहाँको लत कि के भन्छ यार। हो सही हो दाइ। हौ आजभोलि त्यो नङको लामो हातको लामो छ कि नङ खुट्टाको लामो छ? लामो त सबैतिर हुन्छ नि हौ। ए दाइ कतिवटा चिज लामो छ दाइ? एउटा मात्रै छ कि 3-4वटा छ? यो के भन्छ हौ फेरि यार, के को लामो सोध्नु खोजेको चाहिँ के को लामो सोध्नु खोजेको अरे क्या। आइया